अब चाहिँ अब के अरे हामी है यहाँबाट चाहिँ अब पोर्टमा जाने सोरेन्टो पोर्टमा तपाईँको गाडी चाहिँ अब फेरीमा हालेर लिएर जाने कि यहाँबाट पोर्टमा Do you have a ticket? No. Traveling one way or two? One way. Four adults and one car. 4 adults with this car. हामी चाहिँ फेरीको फेयर लिन लागेको What's your first name for the ticket? ANISHA. Mobile phone number? 04039322699. 151, please. Yep, sure. Thank you. भ्याउँदैन भनेर डन्डीमै हालेर दिँदा So boarding will start at 5:45. 5:45? To be in the car at 5:45. Alright, no problem. So if you need the facilities now, the terminal is open. Yeah. Alright? Sure. Just go and park behind the blue car. Alright. you. Thank you. दुईटा त छ गाडी जति नै भए पनि के भयो त बिहाइन्ड द ब्लू कार र यसको पछाडि चाहिँ अब पार्क गर्ने भयो होइन अहिले पछि यहाँ आउँछ क्या फेरी ठुलो फेरी फेरि भनेको सिप जस्तै ए ढुङ्गा चल्ने त्यो अस्ति उहाँ भएको पो त्योभन्दा ठुलो के भयो ल अब हामी फाइनली यहाँ आइसक्यौँ अब टिकट सिकेट लिइसक्यौँ अब एकछिनमा समुद्र झरे यार मेरो पुराडा चाहिँ हजुर जाडो हुन्छ होला नि यसो लुगा सुगा लगाउँदा अहिलेलाई यति नै गरौँ अहिले झरे पछाडि चढ्ने बेलामा भिडियो अर्को आउँछ अब हामी जाने फेरि आइसकेछ अब फेरिमा गाडी पार्क गर्ने हो भित्र गएर टक्क अनि आफू फेरिमा बस्ने जाने र बुवामा पनि त्यही हो है फेरि हो त्यो सी रोड फेरिज ल अब फेरिमा गाडी हाल्ने प्रक्रिया सुरु भएको छ पहिला यताको लाइनको सकाउँछन् अनि हाम्रो पालो आउँछ पहिला यता फर्स्ट लाइनको सकाउँछन् अनि त्यसपछि बल्ल हाम्रो यता पहिला आएर नाम्छ अनि यता भए पनि हो त्यहाँदेखि सुरु हुन्छ कि उयो लाइनदेखि त्यस्तरी लाइन अब हाम्रो पनि पालो आयो हाम्रो पनि गाडी हिँडिसक्यो ल अब फेरिमा टक्क गएर हिँड्ने जाने गाडी बसाउने गाडी गर्नु हो त ल कतिवटा भनेर कतिवटा छिर्ने रहेछ भनेर त्यो रातो हुने एउटा छिरिसक्यो नि त्यही बेला बन्द भयो नि कति 10 वटा होला त्यहाँदेखि किन गर्नु पर्यो के गर्नु पर्यो के भन्दा के भयो यो फेरिमा पनि त्यही बाटोतिरै पार्क गरे जस्तै गरी पार्किङ जस्तै हुन्छ पार्किङ अन्डरग्राउन्ड पार्किङ मान्छे मार्तला भन्यो होइन मान्छे हो त्यो भन्छ अब ल छिराउँ
गाडी पनि बोट चढ्ने भयो गाडीले बोट चढ्ने भयो बुवा हाम्रो गाडी पनि बोट चढ्ने त्यसलाई ल यता रे मजाले थाहा छ ल हेर्न यस्तरी पुरै यिनीहरूले भन्छ क्या कहाँ राख्ने चिसो हुन्छ नि अब समुद्रमा जानुपर्छ अझै आउरी थोरै ल चल्ने हो नि ल ल सिट बेल्ट खोल्नु अब के चाहिने कुरो त्यहाँ केही खानेकुरो राख्ने हो भने राखौँ ल उनीहरू केही बोक्ने हो भने खानेकुराहरू केही बोक्ने हो भने खानेकुराहरू पुरै सिँगै रहेछ ल गाडी पनि पार्क भइसक्यो अब माथि क्रुजमा जाने चढ्ने जाडो हुन्छ अब बाहिर नि निस्किन पर्छ एकचोटि जाडो हुन्छ ल तपाईँको के ज्याकेट हो लिनु तिम्रो त्यसले पुग्छ कि उयो लिने हो मम्मीको यहाँ हुडी छैन तपाईँको यहाँ छ हजुर ल लाउनु लिनु ऊ यहाँ छ यहीँ यस्तो चिसो भइसक्यो अनि ए हो त ल जाउँ चढौँ माथि यताबाट त्यता ल अब हामी गाडी चाहिँ यहाँ पार्क गरेर ल माथि जान लाग्यो है यहाँ पछि यहाँ खोल्छ यहाँबाट पार्क ल ल हेर्नु बुवा मम्मी ल हिँड्यो है हिँड्यो ल हिँड्यो है बुवा घुम्यो अब यो अझै माथि जाने भए माथि जान नि मिल्छ ल अब हिँडियो ल फेरीमा टक्क पारेर बसेर फेरीमा बसियो फेरी घुम्दैछ यहाँबाट हेर्न पनि मिल्छ ल बुवा मम्मी बुवा के देख्नुभयो बुवा छाल देख्नुभयो बुवाले छाल देख्नु परेन हामी त्यहाँ ल अब हामी यहाँबाट निस्किसकेछौँ अबको 40 देखि 45 मिनट हामी जिलाङ पुग्छौँ ल बुवा त अझ अर्को तलामा जाउँ ल हिँड्नु माथि अझै माथिल्लो तलामा जाउँ
भन्दै हुनुहुन्छ दुर्गा प्रसादले भने जस्तो। हजुर के भयो बुवा? आँखै छोपिसक्यो टोपीले। यस्तरी पट्याउनु पर्दैन क्या टोपी। बोतल झिक्नुपर्छ बोतल। आम्मामा के लुगा त है यो लाउनु नि टाँक अनि के बुवा मलाई फोटो खिचाइदिउँ भनेको। गर्दैछन् तल यिनीहरू। डल्फिन भर्खरै डल्फिन यार भर्खरै डल्फिन भयो। ऊ डल्फिन ऊ यहाँ थियो। ऊ डल्फिन डल्फिन पनि देखिन्छ है। यहाँ उफ्रिन्छ एकैचोटि कहाँ पुग्छ क्या। ऊ त्यहाँ कहाँ माथि उब्रेको हो कि त्यहाँ भर्खरै। ल हेर्नु टन्नै रहेछ क्या। त्यहाँ आम्मामा लाइन लगाएर छन्। माछा होइन के बुवा डल्फिन हो। माछा त माछै हो। Look at that dolphin. Wow. डल्फिन पनि देख्नु भयो आज ल। कस्तो लाग्यो बुवा मम्मीलाई डल्फिन हेरेर? डल्फिन कस्तो लाग्यो? डल्फिन कस्तो लाग्यो त बुवालाई? गजब लाग्यो गजब। हेर्नु त आम्मामा है त्यही त बोल्नु पुरा हिँड्छन् क्या। डल्फिनकै लागि भने भिडियो त बनाउनु पर्ने रहेछ त्यहाँ पानी मुनि। वाउ कहाँ गएर उफ्रिन्छ? नाइस। यहाँ उफ्रिन्छ यो उफ्रिन्छ। डल्फिन उता पर बुवा कस्तो लागिरहेछ क्रुजमा? मम्मीलाई कस्तो लाग्यो? जाडो भयो?
अब अँध्यारो अँध्यारो भयो है तर त्यो हजुर के रे भयो फुत्ता फुत्ता गएर चिया कफी केही खानु हो ल अब क्रुजमा बसेर अब जिलङतिर जाँदैछौँ है हामी चाहिँ बाहिर हेऱ्यो अब जति हेर्नु अब डल्फिन पनि हेऱ्यो यस्तो छ खाली खाली नै छ लगभग मान्छेहरू छन् त छन् ल अब हामी आइपुग्यौँ है जिलङ पोर्टमा अघि नआएको होइन अघि नआएको जस्तो मात्रै हो यो अर्कै ठाउँ हो क्या बुवा ल तल घरमा जाउँ जाउँ ल जाउँ जाउँ फेरि हामी ढिला भइन्छ ल अब हामी आइपुग्यौँ अब गाडी निकाल्ने जानु जाने हाम्रो गाडी हो त्यहाँ छ पर ओ त्यो पछाडि पछाडि त्यहाँ विचार गरेर है बुवा लाग्ला अर्का गाडीमा ल अब हामी गाडी पनि चढ्यौँ है ल अब गाडीको एक्जिट है के भयो सिट बेल्ट लाउन सक्नु भएन हाम्रो पालो त लास्टमै हो दाको पहिला जान्छ नि त ढोका सिधाको पछाडि हो त उतापट्टि साइडको नि केही गर्दैन अब यहाँबाट हामी निस्केर पनि अझै हामी 40 मिनट ड्राइभ गर्न छ त्यसपछि हामी पुग्छौँ मिस्टर अमृत सापकोटाकोमा मिस्टर अमृत सापकोटा एन्ड बस्नेत फ्यामिली सागर बस्नेत ल लेट्स गो अलराइट थ्याङ्क यू गाइज सी यू भन्नु पर्यो मान्छे के निस्क्यो फुत्तै निस्क्यो फुत्तै निस्कियो नि त बोर्डबाट पार गर्यो अब रोडमा निक्लिनै छौँ रोड निस्किहाल्यो नि भयो यही हो जिलङ भन्ने ठाउँ यही हो बुवा जिलङ जिलङ हो अब जिलङ भोलि उज्यालोमा ल यहाँसम्मको भिडियो यति नै भयो अब भिडियो छैन अब आजको लागि यति नै हो भोलि अर्को नयाँ ठाउँको भिडियो बनाउँला ल बाई गुड नाइट